है। जाति, पार्टी र धर्मले पनि हामीलाई फुटाएको छ। यी तिनटै कुराहरूदेखि माथि उठ्न सक्यौँ भने मात्रै हामी हाम्रो देशलाई देख्छौँ। तपाईँ उठ्न तयार हो? है, त्यो तिनवटा पर्खालभन्दा माथि उठ्नुपर्छ। असम्भव नै के छ र हामी जुट्ने भए विभाजनका पर्खालदेखि माथि उठ्ने भए है। असम्भव केही पनि छैन, तर असम्भव बनाइदिएको छ। हामी बिचमा डिभाइड एन्ड रुलको गेम खेलिएको छ। धेरै लामो समयदेखि हामी एकअर्कासँग लडेर नष्ट भइरहेको छ। त्यो हाम्रो एकअर्कासँग लडेर एकअर्काको टाउको फुटाफुट गर्ने, खुट्टा भाँचाभाँच गर्ने, एकअर्कालाई मुद्दा हालाहाल गर्ने जुन छ त्यो ऊर्जालाई अब राष्ट्र निर्माणका लागि हामी बनाउनेछौँ, जुट्नेछौँ। त्यसका लागि हामीले श्रम संस्कृतिको सुरुवात गरेको छ। म यहाँहरू सम्पूर्णलाई निवेदन गर्न चाहन्छु है। हामी जेनजीलाई ढुङ्गा हान्न सिकाउँदैनौँ, ढुङ्गा बोक्न सिकाउँछौँ। जत्रोसम्म हाम्रा युवा पुस्तालाई दुरुपयोग गर्दैनौँ। सम्पूर्ण जेनजीलाई पनि म भन्न चाहन्छु, म यस्तो उस्तो भनेर तपाईँहरू नकुदिनु। We need youth to build up the nation. We don't need youth to destroy the nation. हामी देशलाई भत्काउनका लागि, राष्ट्रलाई भत्काउनका लागि युथलाई हामी दुरुपयोग गर्दैन है, मिसयुज गर्दैन। यी कुराहरूलाई प्रश्न त्यो भन्न चाहन्छु। धेरै भनिनौँ भने रात पर्छ है। हामी विभिन्न ठाउँबाट पनि आएको यसो भएको कारणले गर्दाखेरि हामी यो माटोलाई अत्यन्तै धेरै माया गर्छौँ। हाम्रो चुनाव चिन्ह पनि त्यही भएर माटो राख्छौँ। अर्को साम्पाङलाई खोज्दै जानुहुन्छ भने ऊ माटोको कथा गाउने मान्छे एउटा हो। अर्को साम्पाङले अहिलेसम्म मेरो बारेमा जे जति तपाईँहरूले रिसर्च गर्नुपर्ने, रिसर्चेबल मान्छे त होइन, सानो मान्छे हो, तर रिसर्च गर्नुहुन्छ भने उसले जहिले पनि माटोको कुरा गर्यो। उसले जहिले पनि देशको भूगोलको कुरा गर्यो, सिमानाको कुरा गर्यो, देशको सम्प्रभुताको कुरा गर्यो होइन, स्वाधीनताको कुरा गर्यो। जानेर गर्यो, नजानेर गर्यो, कहिले बोल्न जानेर पनि गर्यो होला, कहिले बोल्न नजानेर पनि गर्यो होला। तर यो देश, यो माटोको कुरा हामीले चाहिँ गरिरहनुपर्छ भन्ने आवाज उठाएको मान्छे हो। र मेरो विचारलाई तपाईँहरूले अनुमोदन गर्नुभएको छ, स्वीकार गर्नुभएको छ। भन्नुको मतलब अब तपाईँ पनि अर्को साम्पाङै हो। अर्को साम्पाङ इज नट माई नेम है। अर्को साम्पाङ इज नट माई नेम। म त हर्कराज राई हो। को त अर्को साम्पाङ भन्दा अर्को साम्पाङ इज अ रेभोल्युसन।